यो देश निर्माणको लागि यो देश बनाउनको लागि उपस्थित हुनुभएका सबै आमा बा दाजुभाइ तथा दिदीबहिनीहरू एवं हाम्रा अन्तिम मित्रहरूमा सर्वप्रथम त सूर्यानी नमस्कार। सबैले भन्छन् धेरै बोल्ने मान्छेले काम गर्दैन, नबोल्ने मान्छेले काम गरेर देखाउँछ। त्यही कारणले गर्दाखेरि स्पिच इज सिल्भर, साइलेन्स इज गोल्ड। हामी चुप लाएर हामी काम गरेपछि मात्रै बोल्छौँ र यो देशको निर्माणको लागि नीति नियमहरू हामी राम्रा बनाएर हजुरहरूकै बाटो हजुरकै यस्तै भेलाबाट चाहिँ हजुरहरूको कुन समस्या छ त्यो समस्यालाई नीति नियममा हामीले राख्नलाई म अग्रसर हुनेछु। त्यही भएर टोक्राउनुहोस्। हामी जितिसकेपछि यसरी हाम्रो टोलमा वडामा गएर भलाकुसारी गर्दै यहाँका व्यक्तिहरूको लागि अघि गर्दै यहाँका समस्याहरूको लागि नीति नियममा राखेर यहाँको विकासको योजनाहरू हामी ल्याउँछौँ। चाहन्छु जय भन्ने